आदरणीय दर्शकवृन्द नमस्कार। समसामयिक विषयमा केन्द्रित रहेर कुराकानी गर्नका लागि, छलफल गर्नका लागि, बहस गर्नका लागि आज हामीसँग हुनुहुन्छ डाक्टर हिरालाल भुजेल। उहाँ हाम्रो नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पनि हुनुहुन्छ। नमस्कार, हार्दिक स्वागत छ यहाँलाई। नमस्कार, धन्यवाद। नेपालको राजनीतिलाई तपाईले चाहिँ कसरी विश्लेषण गर्नुहुन्छ? पहिला यो अलि बृहत क्वेशनबाट सुरु गरौँ अनि फेरि साना साना कुरामा जाउँला। तपाईले गरेको क्वेशनै बृहत छैन। तपाईले गरेको नेपालको राजनीति भनेको के हो भने बुझ्नु पर्यो। पहिला राज्यभित्र नीति बनाउने हैन, राजनीति भनेको त त्यो हो नि, राज्यको नीति बनाउने हो नि। तपाईले यो बुझ्नु जरुरी छ कि यो मनुस्मृति तपाईलाई कुन कलेज पढ्नुभयो भन्नुभयो नि मलाई हैन, अनौपचारिक रूपमा कुरा गरेको। नेपालमा कलेज छ, मलाई जान्न मन लागेको र जनतालाई पनि सुसूचित गर्न मन लागेको। जे मैले जानेको छु, डाक्टर हुनुहुन्छ, जे मैले पढेको छु, विषयमा र कहाँबाट जे मैले पढेको छु, राजनीतिक नेपालमा राजनीति गर्ने मान्छे नै छैन। पहिलो नम्बर कुरा तपाई के त तपाई एउटा असल राजनीति गर्ने मान्छे। हजुर, असल राजनीति गर्ने मान्छेले जनता धनी बनाउँछ, राज्यको एक पैसा लिँदैन हैन। असल राजनीति गर्ने मान्छे म बुझ्नुभयो। त्यसैले अरू राजनीतिज्ञ र अरू राजनीतिक दलहरू असल राजनीति गरिरहेका छैनन् यहाँको होइन। तिनीहरू दलको नाममा कम्पनी हो र दलाल गरिराखेका छ। राजनीति गर्ने मान्छेले कहिले पनि घर जग्गा किन्दैन। राजनीति गर्ने मान्छेले इतिहास लेख्छ। राजनीति गर्ने मान्छे जनताको मनमा बस्छ। बुझ्नुभयो। राजनीति गर्ने मान्छे, राजनीति भनेको चाहिँ त्यो हैन। र उसले जनताका कानुन बनाइदिन्छ हैन, जनताका नियम कानुन बनाइदिन्छ, जनताको चाहिँ जीवनलाई परिवर्तन गरिदिन्छ हैन। अब तपाईले यो भनेकै कुरामा ठ्याक्कै एकजना राजनीतिज्ञ हुनुहुन्थ्यो। हुन त सम्भ्रान्त परिवारमा हुनुहुन्थ्यो उहाँ, एकजना शिक्षक पनि हुनुहुन्थ्यो। थाहा आन्दोलन भनेर उहाँले एक खालको थाहा अभियान सञ्चालन गर्नुभएको थियो। पछि अब मरेर जानु पर्यो। असल राजनीतिज्ञलाई, राम्रा व्यक्तिलाई देशमा बाँच्न गाह्रो छ भन्छन् नि त। तपाईले कुरा मात्रै गर्नुभयो। म त उहाँसँग सँगै बसेको कालीमाटीमा, उहाँको घर कालीमाटी। तपाईकै मुखरा पिण्डबाट उहाँको शुभ नाम पनि रूपचन्द्र विष्ट। रूपचन्द्र विष्ट उहाँको अथाह सम्पत्ति भएको मान्छे, रुदाने भनेर पनि चिनिन्छ। अथाह सम्पत्ति भए मान्छे अरे है, अथाह सम्पत्ति है। उहाँको नजिककै मान्छे चाहिँ हुनुहुन्छ हैन। अहिले माओवादी पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ है, रामनारायण बिरारी है। उहाँ रामनारायण बिरारी चाहिँ रुदानेको विद्यार्थी स्टुडेन्ट भन्नु अब इङ्ग्लिसमा भन्नुपर्दा है। अब उहाँको त्यो थाहा भनेको के थाहा छ तपाईँलाई? अनि त्यसमा एकैछिनमा जाउँला। मैले तपाईँलाई ठ्याक्कै सोधेको छ नि, तपाईँ त अब नजिकको सम्बन्ध भएको व्यक्ति पनि हुँदो रहेछ। रुदाने, रूपचन्द्र विष्ट जस्ता व्यक्ति बाँच्न पाएनन्, देशको मूल राजनीतिमा आउन पाएनन् भनेपछि असल राजनीति गर्नलाई बाँच्न नपाएको होइन। के अप्ठ्यारो पार्छ? सदस्य पनि भएको, सदस्य नै भएको, चुनावै जितेको, चुनाव पनि जितेको। तपाईँको उहाँले चाहिँ तपाईँको उहाँ आफै मर्यो, कसैले मारेको नि होइन। उहाँले के भनेर मर्यो थाहा छ? बताउनुहोस्। अहिले तपाईँले अपर्चुनिटी सोध्नुभयो। अरूले चाहिँ पछि लेख्या, त्यो युट्युबमा मिलाएर हाल्या, म चाहिँ सँगै बसेँ। युट्युबमा चाहिँ बढाइ चढाइ पनि हुनसक्छ। म चाहिँ कालीमाटीमा उहाँको बङ्गला घर थियो, त्यहाँ नजिकै अर्को टहरो थियो, सानो टहरो। त्यो टहरोमा बसेको किन थाहा छ? किन बसेको थाहा छ? नेपालमा जनता जसरी बसेका छन्, म त्यसै गरी बस्छु भनेको। अहिले मैले भनेको त्यही त रामनारायण बिरारी शिक्षक मैले भेट्न जाँदा जस्तो यहाँ मैले जोडेँ, त्यो तपाईँकै कुरालाई सपोर्ट गर्दै रामनारायण बिरारीले के भन्नुभयो भने हेडमास्टर हुनुहुँदो रहेछ रूपचन्द्र विष्ट। अब हेडमास्टर आउँदै हुनुहुन्छ भनेपछि रामनारायण बिरारी स्कुलमा जाँदाखेरि हेडमास्टर चिन्नु भएन छ, किनभने उहाँको मानसपटलमा हेडमास्टर भनेको त चिटिक्क लुगा लगाएको होइन, त्यस्तो खालको हुनुपर्छ भन्ने थियो। तर जस्ता चाहिँ गाउँले जनताहरू छन्, जस्तो लुगा लाउँछन्, पानी पनि परेको थियो अरे, पानी पर्दा चप्पल पनि नलाउने, लाउँदाखेरि जनताले पनि नलाउने, म पनि किन लाउने भनेर नलाइकन त्यसरी आउनुभएको भन्ने खालको कुराहरू गर्नुहुन्थ्यो। तपाईँ यसमा जोड्दै जानुहोस्। सुन्नुहोस्, उहाँको एउटा स्कुटर थियो पहिला, त्यो अगाडि पछाडि नम्बर राख्ने चलन थिएन होइन। अनि त्यो पछाडि चाहिँ उहाँले यस्तो पछाडि यो राखेर थाहा भनेर लेख्नु भएको थियो। आफ्नै अभियानको नाम प्रचार गर्नु। थाहा भने के थाहा छ?
थाहा भनेको के भने उहाँका बहुत साहित्य कुरा हुन्थ्यो छोटो मिठो एकदम जनतालाई चाहिँ तपाईँ एकचोटि आउनुहोस् त के हो जस्तो आउनु अनि म त आउनै मिलेन नि यहाँ क्यामेरा भन्दा पछाडिबाट सोधिरहेको छु तपाईँ यही आउनुहोस् बताउनु आउँदा हुन्छ अनि अरू कसैलाई बोलाउनुहोस् नि हामी कोही आउनुहोस् कोही आउनुहोस् तपाईँ आउनुहोस् ल आउनु न आउनु यहाँ आउनुहोस् उहाँले केही रहस्य खोज्दै हुनुहुन्छ यसको यस्तो रहस्य छ होइन अलि राम्रो क्यामेरामै आउनुपर्छ कि क्यामेरामै आउनु पर्छ तपाईँले कसैको हात लिनुभयो ल सिमोट्नु के भयो आइया भन्नुभयो दुख्यो उहाँलाई थाहा भयो है होइन उहाँले भन्न खोजेको कुरा के भने जनतालाई थाहा दिनु पर्यो चिमट्नु पर्यो जनतालाई बुझाउनु पर्यो जनता घर घरमा गएर उक्साउनु पर्यो यसो भने हो अझ उहाँका कस्ता कस्ता कुरा छन् थाहा छ अहिले यहाँ ठुल्ठुलो कुरा गर्छ शिक्षक आन्दोलन गरिरहेछ नि यहाँ तपाईँले नसुधिकन भनिदिउँ यो कुनै विद्यार्थीलाई अब 10,000 तलब खाने प्राइभेट स्कुलमा पढाएको शिक्षकले पढाएको 100% विद्यार्थी एसएलसीमा पास हुन्छन् अब यो शिक्षकले यिनीहरूले पढाएको 52% फेल हुन्छन् होइन रक्सी र भाले काटेर गाउँ गाउँमा उहाँ 10जना विद्यार्थी पढेर बसेको छ यो शिक्षकको माग होइन म त उनीहरूको के इस्युले आएको छ यो हिजो उनीहरूले नै राजनीतिक दलले झोला बोकाएर है यो राहत कोटा शिक्षक भने क्या हो राहत कोटा शिक्षक भने शिक्षक पनि राहतको हुन्छ अनि कुनै संस्थाबाट प्राप्त राहतलाई प्रयोग गरेर कोटा निर्धारण गरिएको होला अनि खै जे होस् अब यतिखेर शिक्षक आन्दोलनलाई लिएर माओवादी सरकार र शिक्षक बीचको वार्ता भाँड्न चाहन्छ भनेर एमाले भन्छ यो चाहिँ नेकपा माओवादी केन्द्रकै उक्साहटमा आन्दोलन भइरहेछ भन्छ उता शिक्षकहरू चाहिँ शिक्षकहरूको 28 सालदेखिको एमको आधारमा रहेर र पछिल्लो पटक संविधान बनिसकेपछि स्थानीय तहलाई स्थानीय सरकारलाई अथवा त्यस अन्तर्गत चाहिँ विद्यालय र शिक्षकहरू चल्ने भनेपछि आन्दोलन भएको छ तपाईँको नेपालको शिक्षा प्रणाली नै गलत छ अब आयुर्वेदको कलेज या कीर्तिपुरमा पढाउँछ त्यो त वनमा पढाउने होला नि तपाईँ पनि आयुर्वेदको डाक्टर होइन हिरालाल भुजेलज्यू फेरि के देखाउनु लाग्नु तपाईँ यस्तो क्यामेरा मात्रै बोकेर हुन्छ र हजुर आयु र वेद भनेको विज्ञान भनेको आविष्कार वेद भनेको विज्ञान भनेको आविष्कार नेपालको कम्युनिस्टले यो वेद पढ्नु जरुरी छ बुझ्नुभयो यो वेद पढेर यसरी मान्छेलाई रोजगार लाउनु पर्यो नि हजुर टाइगर सुटाएर हिँड्ने कम्युनिस्ट बन्ने है तपाईँको यसरी काम गर्नु पर्यो नि दुर्गा प्रसादले चाहिँ नेताहरूले भ्रष्टाचार गरेको फाइलहरू देखाउनुहुन्थ्यो तपाईँले यो मान्छे दुर्गा प्रसाद म होइन नि दुर्गा प्रसादको कुरा आइहाल्यो थाहा आन्दोलनको कुरा पनि हामी अहिले जोडिहाल्छौँ दुर्गा प्रसादलाई चाहिँ तपाईँले कसरी लिनुहुन्छ दुर्गा प्रसाद एकदम प्रष्ट मान्छे हो ऊ कसैको लोभ लालच नभएको मान्छे हो हिजो गरिबको छोरो पनि हो तर उसले के गरेछ थाहा छ त्यो मान्छेलाई एक किसिमको मेरो सपोर्ट पनि छ किन सपोर्ट थाहा छ अराजकताको सपोर्ट होइन यो लघुवित्तको कुरा सहकारीको अपचलनको कुरा तपाईँको यो गरिबलाई झन् गरिब बनाएको कुरा योभन्दा 10 वर्ष अगाडि मुद्दा उठाएर गाउँमा मान्छेलाई यसरी चाहिँ तपाईँको तालिम दिएर 26,000 भन्दा बेसी निःशुल्क बङ्गुर बाँड्ने मान्छे म यो एमसे परमान तपाईँलाई कहाँको देखाउँ जीवनमा तपाईँले पनि थुप्रै प्रयासहरू गर्नुभयो प्रयास होइन नि हजुर सफल पनि हुनुभयो डाक्टर हुनुभएको छ सफल तपाईँले के कुरा गर्नुभयो अलि तपाईँ पत्रकारिता पेसा पढेर आउनु पर्यो कि सर होमवर्क गरेर आउनु पर्यो बताउनुहोस् भन्न खोजेको कुरा बताउनुहोस् न त्यो भन्दा तपाईँको सफल भनेको चाहिँ दुर्गा प्रसाद हो म चाहिँ असल हो क्या ए तपाईँ असफल तर असल सफल र असल फरक विषय हो हजुर बुझ्नुभयो सफल र असल फरक विषय हो भनेपछि असल सफल हुन सक्छ नि सक्दैन असलै हुन्छ सफल चाहिँ हुँदैन सफल चाहिँ असफल हुन्छ असल चाहिँ असल नै भइरहेको छ तपाईँले मेरो नाम कहीँ पनि सुन्नुभएको थिएन होला यहाँ अहिले मलाई किन आउनुभयो त असल भएर आउनुभएको दुर्गा प्रसादले चाहिँ पैसा दिन्थ्यो र जानुहुन्थ्यो म त्यसो गर्थेँ तपाईँ मात्रै होइन नि तपाईँ हो र
तपाईँ त अहिले आउनुभएको यहाँ तपाईँभन्दा पहिलाका मिडिया त त्यही गरे हो नि सिन्धुलीमा गएर भातै खान बेला आएको हो नि उसले चाहिँ पैसा दिन्छु भन्यो होइन 20,000 दिन्छु मेरो कुरा बुझ्नु न 20,000 दिन्छु भन्यो कोही नामै भनिदिन्छु नि म उसले बोला 20,000 दिन्छु भनेछ ठिक छ अनि पैसा चाहिँ दिनु पर्दैन त बिचरा यहाँदेखि उहाँ पुगेर उहाँ भोकै आए मान्छे कहाँको पैसा दिनु भनेपछि दुर्गा परसाई चाहिँ सफल तर दुर्गा परसाई असल चाहिँ होइन नि असल होइन तपाईँ चाहिँ असल तर असफल म असफल पनि होइन दाबी गर्नु असल मान्छेले के गर्छ थाहा छ तपाईँ असल तर तपाईँ सफल हुनु पर्यो असल मान्छे सफल हुनुपर्छ भनेर देश जनतालाई सुसूचित गर्दा पो असल हुन प्रेरित हुन्छ फेरि तपाईँ जनता भन्नुभयो होइन तपाईँले जनता कसले देख्नुहुन्छ तपाईँ म हामी सबै जनता तपाईँ जनता हो हामी को त तपाईँ रैती हो राजाका रैती देशका जनता भन्छन् तपाईँ यद्यपि समग्रमा हेर्दाखेरि शासक भए शासित भए म पनि रैती हो तपाईँ पनि रैती हो म पनि रैती हो के तपाईँ मात्रै नि म पनि रैती हो अब यो कुरा एकछिन फेरि यही स्थगित गरौँ है हामी अगाडि थाहा आन्दोलनको थाहामा थियौँ तपाईँले चिमोटेर थाहा दिनुभयो भन्नुभयो अब अहिलेको सरकारले त पोखरा एयरपोर्टमा 10 अरब भ्रष्टाचार हुन्छ भनेर थाहा दिइरहेछ त त्यो पनि देखाएको थाहा नि होला जनतालाई अब प्रेम आले जो पूर्व पर्यटन मन्त्री हुनुहुन्छ उहाँले त पोखराको 10 अर्ब भ्रष्टाचार भनिएको त ट्रेलर मात्रै हो भैरव आएको फिल्म आउन बाँकी छ हेरौला भन्दै हुनुहुन्छ के भन्नुहुन्छ तपाईँ त्यो के पनि हुँदैन त्यो उनीहरूले खाएको खाइ गर्ने तपाईँले मिडिया भनेर के गर्नु मैले बोलेर अर्थै छैन तपाईँले बोलेर अर्थै छैन होइन उनीहरूले त अनि 2007 सालदेखि नेपाली जनताले परिवर्तन चाहेको हो तपाईँ राधाकृष्ण मैनालीकन जानुभएको होइन राधाकृष्ण मैनालीसँग है सँगै काम गर्ने मान्छे पनि मै हो राजाको यही ज्ञान राजा वीरेन्द्रको पालामा मन्त्री बने होइन मन्त्री बने हो नि कम्युनिस्टले राज्य सत्ता मान्छ राजाको शासन मान्छ भनेको राधाकृष्ण मैनाली त्यतिखेर क्याबिनेटमा जानु हुँदैन थियो भन्ने तपाईँको विचार होइन जो कम्युनिस्ट थियो ऊ जान्दैन थियो त्यो जानु नजानु उनको कुरा भयो गल्ती भयो उहाँबाट होइन अनि पछि माओवादीमा नि गए होइन भाइ चाहिँ तपाईँको उहाँको भाइ अहिले अर्कै पार्टी खोलेर बसिया छन् सिपी मैनाली त महासचिव हुनुहुन्छ नि नेकपा मालेको होइन नेकपा माले उहाँको र मेरो पार्टी उस्तै हो मेरो चाहिँ कृषिलाई औद्योगिकरण गर्छ किसानलाई निःशुल्क बङ्गुर वितरण गरिदिन्छु म पैसा लिएर होइन पार्टीको पनि होइन म आफ्नो निजी कमाइबाट मेरो खेतै बेचेको हजुर समाजसेवा गर्नुहुन्छ समाजसेवा नि होइन भने गरिबलाई धनी बनाउने भने क्या त्यस्तो महान काममा तपाईँ हुनुहुन्छ महान काममा भनेर खोइ पर्मानेन्ट खोजिया खोइ तपाईँ अहिले चाहिँ कुन कलेज भन्नुभयो होइन तपाईँलाई विश्वास गरियो त्यसमा तपाईँले असल काम गरिरहनु भएको छ खै यहाँ चाहिँ यो पर्मानेन्ट हेर्नुभयो नीलकण्ठ नगरपालिका यस्ता त कति हुन्छ यहाँ प्रशंसा पत्रहरू हो काम गरे बङ्गुर वितरण गरे भन्दैछु प्रशंसा मात्रै यहाँ छ है बोरामा छ थुप्रै छन् यो क्यामेरा छ मेरो घरमा बोरा छ ठिक छ तपाईँले त्यो चाहिँ बङ्गुर वितरण गरेको प्रमाणहरू देखाउँदै हुनुहुन्छ हो तपाईँलाई अरू के देखाउँ त अब यहाँ के तपाईँ पर्मानेन्ट चाहिँ सिपी बनाएर खोज्नु पर्ने नि तपाईँ कुन कलेज पढ्नुभयो कतिजना मान्छे मार्नुभयो होइन पञ्चभङ्गारी काण्डमा के गर्नुभयो तपाईँ त सिधा पाएन घर बनाएर बढ्नु भएको छ हिरालाल भुजेल त साइकल पनि छैन तपाईँ कस्तो कम्युनिस्ट हो हिरालाल किन्दै दुखी गरिबलाई बाँड्दै हिँड्नुहुन्छ पैसा बचाएर राखेको घर भन्छ त तपाईँको घर छ मैले पैसा त्यत्रो घर बनाउँदा तपाईँको घर छ नि घर त छ बुझ्नुहोस् यो दुनियाँमा कसैको घर छैन हो अब तपाईँ धार्मिक विचार कसैको घर छैन दृष्टिकोणबाट फेरि विश्लेषण सुरु गर्न थाल्नुभयो कसैको घर छैन तपाईँ थाहा छ त्यही भएर यो वेद पढ्नुपर्छ भने मैले यो साउन महिनामा बम बम भोले भनेर पहिलो लुगा लाएर जान्छ नि थाहा छ है तपाईँलाई भन्छ भन्दैन बोलबम भन्छ बोलबम भन्छ नि बम भने के बताउनुहोस् बम भने के जनतालाई बम भने त पड्किने होला नि बम होइन र एउटा अर्थ त्यो पनि हुनसक्छ अर्थै होइन नि त्यसमा बोलबम भनेको के बोल पड्किनु हो र
के हो बताउनु होइन नि के हो तर त्यो थिएन अनि बेदै परेन बुझ्दै बुझेन होइन यो किताबै कम्युनिस्ट किताब हो क्या वेद यो त्यो कम्युनिस्टहरूले अभिवादन पनि भन्छ नि अभिवादन यसो गर्छ नि अभिवादन भने के भनेको त्यो सोध्नुहोस् त त्यो राधाकृष्ण मैनालीले सोध्नु न अभिवादन भने के हो भनेर बुझिया छ अब अहिले हामी राधाकृष्ण मैनाली अथवा सिपी मैनालीको विषय बनाउनु भन्दा होइन देशको राजनीति कतातिर गइरहेको छ 2026 सालदेखि उहाँहरूले पञ्चभगतको आन्दोलन गरे मान्छे म काम गरे मान्छे हो क्या प्रश्न सुन्नु न देशको राजनीति कतातिर गयो जस्तो लाग्छ यो बताइदिनुहोस् अब यो पनि तपाईँलाई क्वेसन भएन भने निकै अप्ठ्यारो भन्नु अहिले हाम्रो देशको राजनीति कुरा देशमा राजनीति सही ठाउँमा छ कि छैन के भन्नुहुन्छ डाक्टर साहब तपाईँ सुन्नुहोस् म के भन्छु थाहा छ प्रमाण सहित है नेपालमा त्यत्रो क्रान्ति गरेर 17,000 को बलिदानी पश्चात आएको लोकतान्त्रिक सङ्घीय गणराज्य स्थापना भयो बुझ्नुभयो अहिले त्यही राज्य स्थापना त्यही व्यवस्था ठिक छैन भनेर राजतन्त्रवादीहरू राजा चाहिन्छ राजतन्त्र स्थापना गर्नुपर्छ भनेर आन्दोलित पनि छन् हिजो तिनै मान्छेले चाहिँ अब अहिले एउटा दलितको छोरो राजा आऊ देश बचाऊ भन्न लाग्यो राजतन्त्र चाहियो भनेर भन्न थाल्यो तामाङको छोरो राजा आऊ देश बचाऊ भन्न थाल्यो अनि कुन राजा आउने बाजे राजा आउने हो कि नाति राजा आउने हो राजा चाहिँ कुन आउने हो जुनसुकै त्यसको फिलोसफी के हो धर्मको भए पनि सबै नेपाली जनता हो हामी अहिले जात धर्म कुरा नगरौँ अनि यिनीहरूले के गरे भनेको अहिलेको अहिले जे भइरहेछ नि राजनीतिक वृत्तमा हिन्दू धर्म सहितको राजतन्त्र भने होइन प्रजातन्त्र पार्टीले त्यो भन्छ अनि सनातन वैदिक हिन्दू राष्ट्र चाहिन्छ हिन्दूले गर्ने चाहिँ के राजा चाहिन्छ होइन हिन्दूले गर्ने चाहिँ विभाजित भएका दुईटा पार्टी पनि अब एक हुन्छौ भनेर राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले हिजो मात्र हात मिलाए हटाए मान्छे कोही छ हिजो सूर्य चिन्ह लिएर चुनाव उठाए होइन कमल थापाले उठायो कि नेकपा एमाले सहयोग गर्यो सूर्य चिन्ह लिएर राजेन्द्र लिङ्गदेन स्वयं नेकपा एमालेका कार्यकर्ताबाट मत प्राप्त गरेका व्यक्ति हुन् त्यसरी गर्दा त तपाईँलाई थाहा छ यी ठेटाले राजतन्त्र फर्काउने भए नमराज सुवेदीलाई विदेशीबाट ल्याउँछ ज्ञानेन्द्र शाहले ल्याएकै होइन भनेर ज्ञानेन्द्र शाह स्वयंले भनेको भन्ने चर्चा भएको छ जस्तो दुर्गा प्रसादलाई कमान्डर तोकिएको थियो नवराज सुवेदीलाई संयोजक तोकिएको थियो ठिक छ ल एकछिन सक्न दिनु न पालै पालो बोल्नु त पर्ला एकैचोटि बसाल्न सक्छ एउटा सठिक प्रश्न सोध्नुहोस् न मलाई जवाब दिन सजिलो होस् मैले भनेको त अघि मैले त अघि नै भनिसकेँ त जस्तो चाहिँ राजाले के भने अरे भने मैले सठिक बनाइहालेँ है राप्रपाका तर्फबाट 6 जना नेताहरूलाई लन्च ब्रेक होइन लन्च मिटिङका लागि बोलाइयो निर्मल निवास र राजाले त्यसो भने अरे कसले बनायो कमान्डर कसले संयोजक तोकेको राजेन्द्र तिमी किन चाहिँ यो अभियानको अध्यक्षता गर्दैनौ भनेर चर्चा भयो राजाले त भने होइन उहाँहरूलाई तपाईँलाई नवराज सुवेदी देखेर आउँ है अनि म तपाईँलाई थाहा हुन्छ नवराज सुवेदीको घर रामेछापबाट हिँडेर आएर रामेछाप जिल्लालाई सुगम क्षेत्र घोषणा गर्ने नवराज सुवेदी होइन त्यस्तो शोषक त्यस्तो सामन्ती नवराज सुवेदी जस्तो शोषक र सामन्ती मान्छे त दुनियाँमा कोही छैन एउटा सर्पको छाला बेच्ने मान्छेलाई त्यो गद्दारले नागरिकता बेचेको मान्छे हो त्यो नवराज सुवेदी त्यसो त जनआन्दोलनताका भनौँ न त्यतिखेर राजतन्त्र अन्त्य गर्नुपर्छ भनेर राज संस्थालाई राजालाई पनि त सामन्त भन्थे त्यसकारण नै राजतन्त्र फाल्नुपर्छ राजा फाल्नुपर्छ भनेर गणतन्त्र ल्याएको भनेर भन्छन् माओवादी पदम ठकुराले को ल्याउने को हजुर को यी मठ मन्दिरका मूर्तिहरू कसले लग्यो त्यो पनि बताउनु पर्ला नेपाली जनतालाई तपाईँ हिजो पञ्चायतीकालमा यसरी क्यामेरा त्यसरी पाउनुहुन्थ्यो त्यो पनि बताउनु पर्ला नेपाली जनतालाई कमल थापा जस्तो शोषक सामन्ती तपाईँले राम्रो कुरा भनौँ म एउटा बरु पशुपति शमशेर छ नि एकदम राम्रो मान्छे पशुपति शमशेर के ऊ धनी पनि उसको पुस्तै धनी पनि होइन अनि म कम्युनिस्ट हुँ म चाहिँ कहीँ नभएको ठुलो कम्युनिस्ट हुँ भनेर भन्छ कम्युनिस्ट भनेको के हो मलाई बताइदिएन भन्दा नि बताइदिँदैन
म चाहिँ आज तपाईँ छोटो बताइदिनु झोला बोकेर हिँडे किनभने थुप्रै पटक कम्युनिस्ट भनेको के हो भन्ने प्रसङ्ग उठाउनु के हो त कम्युनिस्ट भन्ने एक शब्द अथवा एक वाक्य अथवा चाहिँ एक प्याराग्राफमै बताइदिनुहोस् त है। अब तपाईँको सुन्नुहोस् है, एउटा दुई तिनवटा कुरा आउँछ। तपाईँको कुरा के हो थाहा छ? कम्युनिस्ट भनेकै यही हो क्या। अहिले मैले भन्दै थिएँ नि बोल बम भनेर भने नि मैले अघि। शिव के शिव, म वीर राजावादी होइन, यो कुरा प्रष्ट छ। होइन, कम्युनिस्ट भनेको त गरिब दुखी कृषक भनौँ अथवा मजदुरहरूको एउटा सङ्गठन हो भनिन्छ कम्युनिस्ट पार्टीलाई। कम्युनिस्ट भनेको सर्वहारा हुन्, दुखी गरिब हुन् र कम्युनिस्टको उत्थान हुनुपर्छ वाक्यमा म तपाईँलाई भनेर कम्युनिस्ट आन्दोलन कम्युनिस्ट भनेको समानता, बुझ्नुभयो? कम्युनिस्ट भनेको समानता। जस्तो जापानमा नन कम्युनिस्ट छ नि, नन कम्युनिस्ट है, त्यहाँको गभर्मेन्ट नन कम्युनिस्ट छ। तर त्यहाँ के छ थाहा छ? तपाईँ कम्युनिस्ट हुने बित्तिकै मजदुरमा विश्व सर्वहारा वर्गका मजदुर हामी एक हौँ भन्ने छ नि, होइन? अब त्यो मजदुर कस्तो हो त क्या? कस्तो मजदुर त दुई प्रकारको हुन्छ नि, एउटा हार्ड वर्कर गर्ने, एउटा सफ्ट वर्कर गर्ने, होइन? हार्ड वर्किङ र सफ्ट वर्किङ, यो दुईटामा विभाजन गरिएको छ। जस्तो डक्टरको पर आवरको 1800 छ भनेदेखि हार्ड वर्किङ गर्ने कर्मचारीको 2000 हुन्छ। जापानमा तपाईँ, म जापान गएको छैन है, होइन, गएको छैन र हो यो यहाँ नेपालमा विकसित देशमा त्यस्तो छ। हाम्रो नेपालमा त त्यो हुनु पर्यो नि, हुन नसकेको अवस्था। अनि सरकारले यहाँ यस्तो कर्मचारीहरूको तलब वितरण गर्नका लागि पनि वर्षै पछि ऋण थपेको छ। अहिले तमाम नेपाली जनताको टाउकामा 27 खर्बको ऋणको भारी छ। मलाई थाहा छ त्यो। अब यस्तो सङ्कटबाट हामी कसरी मुक्त हुने? सुन्नु ल एउटा कुरा बुझ्नुभयो, एउटा कुरा बुझ्नु, त्यसको एकदमै सजिलो उपाय छ। तपाईँले एउटा कुराको जवाब दिनु पर्यो कि तपाईँले मलाई कुन कलेजमा पढ्यो भनेर सोध्नुभयो। तपाईँले म एउटा कुरा सोध्छु, मैले गल्ती त गरेँ नि। सुन्नु तपाईँले तपाईँले त्यो गर्नुपर्छ। हेर्नुहोस्, तपाईँको 1 2 3 4 5 6 7 8 9 अङ्क कुन कलेजले बनायो भन्नुहोस्? मलाई थाहा छैन त्यो कुन कलेजले बनायो, कुन चाहिँ कलेजले बनाएको भन्नु न, तपाईँ भन्नुहोस्। मलाई त भनिहाल्नु, तपाईँ किन सोधेर कुन कलेजमा पढ्यो भनेर? त्यसो भए 1 2 3 4 5 6 कुन कलेजले बनाएको भन्ने थाहा पाउनेले मात्रै तपाईँलाई कुन कलेजबाट डक्टर भनेर सोध्नु पर्यो। त्यो भन्नु पर्यो नि, अङ्क कसले बनायो? अङ्क कसले बनायो? 1 2 3 9 सम्मको अङ्क कसले बनायो? तपाईँ प्रश्न मात्रै नगर्नु, कुन कलेजले बनायो भन्नु न, कुन चाहिँ प्रोफेसरले बनाएको हो त्यो? होइन, अङ्कको आविष्कार कसरी भयो भन्ने कुरा त छुट्टै पाटो भयो। कस्तो छुट्टै पाटो हुन्छ हो? यो यहाँनिर कुराहरू यसले बनायो, यसले मनुस्मृति। यो किताब अहिले चोर फटासँग पछि लेखेको किताब छ। म यो इन्डियामा प्रवासमा बस्दा लिएर आएको हजुर। यो ठिक छ, मैले त तपाईँलाई के सोधेको थिएँ? यसले बना अब सुन्नु, देशको सङ्कटबाट देशले कसरी मुक्त पाउने भन्ने तपाईँसँग यसमै छ। के छ त्यसमा बताइए? यसमा पनि छ, यो बन्यो, यसको पछि तपाईँको अनि यो बन्यो, यो एउटा मात्रै वेद हो। आवश्यकताले 4 वटा वेद बन्यो। यसमा तपाईँले सोधेकै प्रश्नको जवाब के आउँछ भने प्रत्येक राजनीति गर्ने नेताज्यूहरूले कृषि कर्म गर्नुपर्छ। हर्क साम्पाङले जस्तै हो है, सबैले कृषि कर्म गर्नुपर्छ भनेर लेखेको छ। हल जोत, हल बैल जोत भनेर लेखेको छ, होइन? हर्क साम्पाङले वेद पढेका रहेछन्, होइन? त्यसमा श्रम गर्नुपर्छ भनेर उनले पढेर बुझेका छन्। तर हर्क साम्पाङलाई फेरि कतिपयले चाहिँ आरोप लगाउँछन् क्रिस्चियन हो भनेर। त्यो हुन त जुनसुकै धर्म मान्न पाइयो है। यसमा क्रिस्चियनको कुरा आयो। तपाईँको विश्वविद्यालय कसले बनाइदिए? कसले बनायो विश्वविद्यालय? अब राजाहरूले होइन नि, विश्वविद्यालय बनाएको क्रिस्चियनले, विश्वविद्यालय बनाएको क्रिस्चियनले हजुर। यो तपाईँको पाटनको अस्पताल बनाएको क्रिस्चियनले। सेन्ट डेभिड स्कुल कसको? त्यो क्रिस्चियनको। अधिकांश नेताहरूको छोराछोरी हजुर भनेर पाउमा मोल्न जान्छ, उहाँ मेरो बच्चा पढाइदियो भनेर क्रिस्चियनको स्कुलमा। अनि अधिकांश यो हिन्दू भनिरहेछ नि ठेट्नाहरू, होइन? उता अमेरिका जाने जय मसी भन्ने ढोग्ने टाई र सुट, टाई किन लाएर गयो थाहा छ? त्यो दौरो सुट लाएर पनि त्यति गन्दैन। बरु राजाहरू दौरो सुट लाएर जान्थ्यो, टाई सुट लाएर। टाई भनेको क्रिस्चियनको प्रतीक हो। हेर्नुहोस्,
थाहा छैन तपाईँलाई। अनि लाएर जयमसी भनेर ढोक्छ, अनि त्यहाँबाट उता पनि दोब्र्याउँछ, अनि यता आउँछ ओम राधे 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 कृष्ण कृष्ण भनी यता पनि दोब्र्याउने। बुझ्नुभयो? हो यस्तो द्वैध चरित्र भएपछि नेपाल बिग्रेको। एकै शब्दमा भन्नुपर्दा तपाईँले मलाई इङ्ग्लिसमा कुरा गरिदिनु भयो, तपाईँ सर्टिफिकेट खोज्नुभयो, तपाईँ प्रचण्डले सिधा हेरेको भरमा दौरा सुरुवाल सिलाउन सक्छ। तर मेरो कुरा बुझ्नु न, मेरो कुरा होइन नि, त्यहाँनिर होइन नि कुरा गहिरो छ नि हजुर। तर एकजना नेपाली राजनीति होइन, मेरो कुरा बुझ्नु, नियुक्ति मलाई चाहिँदैन नि, यस्ता कुरा झारपात के नियुक्ति दिन्छ होइन। अनि हाम्रा देशमा त कर्मचारीहरू सुन्नु सर, जनताहरू नेताहरू नियुक्ति नपाएर मर्यादै गर्छन्। अहिले गभर्मेन्ट नियुक्तिको विषय छ, गभर्नर नियुक्ति गर्न सकेको छैन देशले, सरकारले। 25 चोटि मन्त्री बन्न आइज भन्दा पनि म नगएको मान्छे 25 चोटि। त्यो तपाईँको कुरा हो, तपाईँको आफ्नै विचार होला तपाईँलाई। तर यो जनताले पत्याउँछ नि 25 चोटि मन्त्री बन्न कसले अफर गर्छ तपाईँलाई? यो त पत्या जनता भएको पत्याउँछ, रैतीले कहाँ पत्याउँछ? रैती त मासुको चोकटोमा र ऐराकमा भोट हाल्छ नि पत्याउँछ होइन। जनताहरू त्यसरी भोट हाल्छन् र आफ्नै हुन्छन् होइन। तिनै नेताहरूका विरुद्धमा फेरि भोलिपल्ट आफैले छानेको नेता ठिक छैन भन्छन्। उदाहरणको लागि प्रधानमन्त्री केपी शर्मा ओली अहिले हेर्नुहोस्, केपी शर्मा ओली त मेरो लागि त सलाम हो। नराम्रो अहिलेसम्म चुनाव हारेको छैन, हारेको छ त। चुनाव नहार्नेलाई सलाम गरिहाल्नुपर्छ भन्ने त छैन। अनि के गर्नु, संसदीय व्यवस्था मानेपछि गर्ने त्यही होइन? त्यो पनि हो भनेको। केपी शर्मा ओलीका विरुद्धमा चाहिँ जसरी जनताहरू उत्रिएको देखिन्छ नि ठाउँ ठाउँमा, जस्तो बालेन शाहको सपोर्ट गर्ने भन्छन्, केपी चोर देश चोर भन्छन्। हेर्नुहोस् है, अब ठाउँमा कार्यक्रममा जाँदाखेरि केपी शर्मा ओली बोल्न थालेपछि हर निस्केर जाने यो खालको देशको प्रधानमन्त्री त्यस्तो गर्नेहरू यो किन भएको? रैतीले गर्ने नि त्यही हो हजुर। रैती छ नि, रैती जनताले भने पनि रैतीले भने नि जनता मात्र स्टेप हो। रैती जनता नागरिक तीनटा स्टेप। तपाईँको रैतीले गर्ने त्यही हो। अब उसैलाई भोट हाल्छ, उसैलाई गाली गर्छ। हिजो किन भोट हालेर संसदीय व्यवस्था मान्ने, भोट हालेर जिताउने। केपी शर्माले भोट हारेको थाहा छ? भोटमा चुनाव हारेको थाहा छ भन्नु? भोटमा भोटिङमा के संसदीय व्यवस्था त भोटिङ हुन्छ नि त, भोटिङ सिस्टममा हारेको थाहा छ। समानुपातिकमा गएको केपी शर्मा ओली प्रत्यक्ष चुनाव जितेर गएको होइन त। शेरबहादुर देउपाले हारेको थाहा छ? 2048 सालदेखि नै हारेको छ नि शेरबहादुर देउपाले। अनि उसलाई नराम्रो भन्ने होइन, जितेर आए। अहिले चाहिँ सत्ता गठबन्धन जितेर आयो होइन भनेको, सधैँ जितेको छ भने 48 सालदेखि। अहिले सुन्नु न, केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ। तपाईँलाई एउटा थाहै नभएको कुरा भन्नु, जनता चाहिँ अब केपी शर्मा ओलीको सत्ता ठिक छ सरकारतिर हाल्नुपर्छ भनेर नाराबाजी गर्छ। कसले हाल्ने? जनताहरूले नारा लगाएको जनताले हाल्ने हो र? जनता संसद हो र? जनताले त 5 वर्षसम्म जे गर्नुपर्छ गर भनेर दिएको होइन। हिजो ल्याप्चे लाएर 15 ठाउँमा ल्याप्चे लाएर के बोल्नु? जनता होइन नि त, रैती हो के? तपाईँलाई थाहा छ? एकजना मान्छेलाई भोट दिएर पठाउने गाली गर्ने। अनि अहिले प्रधानमन्त्री पद चाहिँ छोड भनेको अवस्था त छ। यो किन भयो? त्यो हुँदा त तपाईँको राइट टु रिकलको व्यवस्था हुनु पर्यो हजुर। राइट टु रिकलको व्यवस्था। यदि तिमीले राम्रो काम गरेनौ भने फिर्ता हुनु पर्यो भने आउँथ्यो। त्यो व्यवस्था छ त तपाईँलाई? होइन, राइट टु रिकलको व्यवस्था छ भनेर तपाईँ सुन्नुहोस्, नेपालमा अस्तित्व सहितको पहिचान सहितको संहिता सहितको संविधान हुनु पर्यो। अब यो जुन गणतन्त्रका उपलब्धि भनेर भनिन्छ, यी चाहिँ अब एकातिर रक्षा हुनुपर्छ भनेर गणतन्त्रवादी नेताहरू दलहरू भन्छन् भने अर्कातिर यो ठिक छैन, संघीयता पनि खारेज हुनुपर्छ आदि इत्यादि कुराहरू गरेर राजा हुनुपर्छ भन्ने एक खालको अर्को त्यो पाइन्छ, त्यो पाइयो भन्न पाइयो। यो चाहिँ लोकतान्त्रिक गणराज्यको सुन्दरता भनेकै त्यही हो, बोल्न पाउने संहितामा। तर बोल्न पाउने भन्न पाउने भन्दै गर्दा गत चैत्र 15 गते बोल्दै गर्दा अथवा प्रदर्शन गर्न अनुमति लिनुभयो दुर्गा प्रसाईले, अनुमति दियो सरकारले अथवा महानगरले अथवा जिल्ला प्रशासन कार्यालयले। तर सभा सञ्चालन हुनै नदिकन गोली बारुद वर्षा भयो भनेर त्यहाँ चाहिँ तोडफोड भयो,
दोहोरो झडप भयो, दुईजनाको ज्यान गयो। यसलाई चाहिँ कसरी लिनु भएको छ सर? 100% गलत छैन। एउटा पत्रकारलाई जिम्दै जलाएर मारिन्छ, एउटा कीर्तिपुरको भाइलाई चाहिँ तपाईँको सडकमा ठारै गोली हानेर मारिन्छ होइन। मिनबार गुरुङको रक्सी लुटिन्छ, मोबाइल लुटिन्छ, यस्तो हुन्छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले रक्सी लुट्ने चाहिँ सहमन्त्रीका कुन पार्टीका उहाँले के गर्नुपर्छ थाहा छ? त्यस्तो गर्नु तर नेपाली काङ्ग्रेसका एकजना नेत्री र अरू कतिपयले नि भन्दै हुनुहुन्थ्यो यो त्यत्रो चाहिँ एउटा पार्टीको नेताले यस्तो गलत झुट आरोप लगाउन मिल्दैन, हाम्रो कुनै पनि सहमन्त्रीको छोरा होइन पनि भन्ने खालको कुरा होइन सर। सबभन्दा पहिला त ती जलेर जिम्दै जलाएर पत्रकारलाई मारियो। यसमा मेरो हृदयदेखि नै हार्दिक श्रद्धाञ्जली सहित र त्यो कीर्तिपुरको रहस्यमय भाइलाई पनि है हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। अब आइन्दा यस्ता घटना एकजना महिलाको आँखै पो छैन, पानीको फोरा लाग्यो है। अब कस्तो भएछ भने ती पत्रकार साथी अब भिडियो खिच्छु भनेर मोबाइलमा व्यस्त हुनुभएछ। मोबाइलको स्क्रिनमा यसो तलपट्टि हेर्दाखेरि उताबाट पानीको फोरा आएर झ्याप्पै लागेछ, मान्छे बेहोस। अहिले आँखा उपचार भइरहेछ, आशा गरौँ उहाँको आँखा तन्दुरुस्त हुन सकोस्। त्यो खालको समस्या छँदैछ। शिक्षकहरू 63 जना घाइते भए। अब त्यहाँ पनि सरकार दमनमा उत्रियो, जहाँ पनि सरकार दमनमा उत्रियो भनेर आन्दोलनरत पक्ष चाहिँ एकदमै सरकारप्रति आक्रोशित छन्, सरकारको विरुद्धमा छन्। उता एमालेकै अघि सुरुमा मैले भने एमालेकै प्रमुख सचेतक भन्दै हुनुहुन्छ यो सब सरकार ढाल्नका लागि विरोधीहरूले विपक्षीहरूले खेलेको खेल हो। हाम्रो देशको यो राजनीतिक सङ्कटको कसरी पार लाउने सर? डाक्टर साहब तपाईँ जस्तो मिडिया कर्मी त यस्तो थोत्रो प्रश्न सोध्नुहुन्छ, भित्र गहिराइमै नबुझिकन। शिक्षक सुन्नु न, शिक्षक सङ्गठन कसको? एमालेको। शिक्षक सङ्गठन कसको? माओवादीको। शिक्षक सङ्गठन कसको? काङ्ग्रेसको। यो परिवर्तन गर्नलाई तिनै शिक्षकलाई प्रयोग गरिएको थियो। त्यो पञ्चायती कालको कुरा हो। त्यतिखेर बौद्धले व्यवस्था चाहिँ ल्याउनुपर्छ भनेपछि त सारा तह तबका ठाउँ ठाउँका चाहे कृषक हुन् चाहे शिक्षक हुन् सबै लागे। सुमन श्रेष्ठलाई के त्यस्तो अस्ति भर्खर हो अमेरिकामा बसिरहेको त्यस्तो महिलालाई के थाहा छ नेपालको राजनीति? नेपालको अमेरिका बसेर आउने नहुने तपाईँ हामी आउने नहुने किन आउने? यहाँको न्याय त त्यहाँ गर्दैन नि आउने होइन। देशमा राज्यले रोजगार दिन सकेन अनि उसले आएर सुमनाले कति वैदेशिक रोजगारका लागि सुमना मात्रै हो, मात्रै हो 20 लाख रोजगार दियो। नेपाली युवाहरू विदेशमा रोजगारका लागि जान बाध्य छन्। विदेश नगए कहाँ जाने त? होइन हाम्रै देशमा रोजगारको व्यवस्था किन हुन सक्दैन? प्रश्न छ, प्रश्न छ। प्रत्येक व्यक्तिलाई 30,000 को रोजगार दिने भने कोही पनि विदेश जाँदैन भन्ने खालको चर्चा हुन्छ। के भन्नुहुन्छ? 20,000 घरबाट दिएर 30,000 मा बस्छ युवा।